गाइस हैन सबैलाई उलिकाउँछ है। यो चाहिँ सानो मिठो भ्लगमा होइन। यहाँ चाहिँ के भन्छ अरे दिदीकोमा सुरसुरी खालका दिदीको पसलमा आएको दामी दामी लुगा रहेछ। पाञ्जोले चाहिँ एउटा ज्याकेट त कालो दिदीले चाहिँ एउटा कालै ज्याकेट किन्न आउनु भएको रहेछ होइन। हामीले चाहिँ अब हल्का सोच यो ज्याकेट बिगाइदिने भनेको है कसैले नि किने छैन रिसिभ छ मलाई। तू क्या काम दुकान पे बेच के है? अब भान्जेले बार्गेनिङ गर्छ ल गर न छिटो भान्जे ज्याकेट किन्दिन होला सुजन ल नि त ल ज्याकेट लाने हो दिदी साँच्ची नसक्ने बाबा नसक्ने हाम्रो दिदीहरूलाई चाहिँ ज्याकेट लिएर जाने मलाई पो लिएर जाने भन्छन्। कस्तो मान्छे रहेछ म त झन् नभएको डरले एउटा अब सातो गल सिजन फेरि अर्को दिदी आउनु भयो ल ल ल ल उहाँबाट फेरि अर्को दिदी आइरहनु भयो है। फेरि चटला रुँदै दिदीहरूलाई भन्छ हामी चाहिँ के भन्दो रहेछन् ल सुजन दिदी ज्याकेट लिएर जानु न प्लिज नलिएर जाने अब कस्तो लजाउनु भयो होला बाबा नि त पर्रै लजाउने क्या हाम्रो दिदीहरू चाहिँ हाँसेर जानुहुन्छ सस्तोमा टक्क लाएर मिलाएर दिन्थ्यो भने मान्छे पैसा गए न डाटा नभएर दिदीहरूलाई मात्र सोध्यो भन्ने होला। अब सोध्नु पनि है कस्तो आयो त हेर त सुजन अनुहार चिने बिल्कुल बिल्कुल यहाँ हेर न यसमा हेर अब यसमा है एउटा ज्याकेट नै बिगाउन सकेन हामीले चाहिँ चक्कर अरे भ्यान्सको होइन कस्तो आहा अनुहार देखे राम्रोसँग र अर्को दिदीहरू आउनु भयो ल अर्को दिदीहरू आउनु भयो फेरि है त उहाँहरू उनीहरूलाई ल ल छिटो ल तिमीले भन्ने तिमीले पनि भन्दा हुन्छ भन नि छिटो तिमीले भन न दिदी अनि भाग्नु भयो खत्म बाय बाय टाटा गुड बाय डरले लाजले आमै के भयो यस्तो यो दाइ ज्याकेट हेर्नु यसो सेन्डु सेन्डु पर्दा ज्याकेट बोइजको धोती बेचेगा मेरा केटीको सबैको एकदम मिलाएर पाइन्छ है त्यस हेर्नु यो नि सहिस हजुर दाइ यसो हेरिदिनु है हेरिदिनु चट्टा लिएर जानु मिलाएर दिनुहुन्छ एकदम मिलाएर सस्तो होला नि दाइ किनिदिनु न प्लिज कसैले त यो दिदीलाई भन नि त ल म्यासेज आउँछ होला भएन भएन कसैले नि किनिदिनु भएन एकचोटि रोइदिएर गइदिउँ कि होला यार कसैले त किनिदिनु नि होइन चट्टै यस्तो आइडी स्टेमा यही छ सरी 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 आएन र पैसा पैसा आएन र भान्जे पैसा आएन र ल भन्नु अब है भन भन ल भन्नु ल ल ल ल है त भएन भएन बोल्न गाह्रो भयो होला झन् कसैले पनि ज्याकेट किनिदिनु भएन आयो पैसा दाइ ज्याकेट प्लिज डिस्काउन्ट ल ल ल भएन मलाई चाहिँ हेर्नु यस्तो भन्दिनँ भनेर 10 रुपियाँ दिएर राखायो है के हो ल ल ल हामी जान्छौँ उता एउटा दिदीहरू आइरहेको त्यो दिदीहरूलाई भनेर जानु पर्ला जस्तो छ अब जानै पर्ने भयो कसैले पनि किन्दैन के गर्नु झन् चट्टला दामी ज्याकेट चाहिँ उठाएर देखाइदिएको ल ल ल लाउनु दिदी यहीँ छ है अब म भोलि आएर बसिदिन्छु ल हामी चाहिँ भागेको अवस्था है यतातिर पनि छ पसल छ लिस्ट पसलले पछि 4 जना मान्छे चाहिँ अनि केही भन्दैन त ल छोटो मिठो होला म यो दिदीहरूले अहिले हामीलाई चाहिँ यता चाहिँ नकिनेर यता चाहिँ आएर किनिदिनु भएछ कस्तो भयो भयो चित्त दुखेर पित्त फुटिसी है
अब के उतातिर भ्लग हान्ने कि के हान्ने ल अब यति नै हो त्यो छोटो मिठोको लागि होइन थ्याङ्क यू भन न वास्तवमा थ्याङ्क यू। अनि सो अब फाइनली हाम्रो नेक्स्ट अब अबको 2 दिनपछि आउनेछ। ल, ल, टाटा, बाई। जान्छु।